सक्नुहोस् त्यो डिफिकल्ट वर्डलाई एन्ड फाइन्ड द मिनिङ्स इन बोथ नेपाली एन्ड इङ्ग्लिस। बितेर जान्छन् पलहरू, बाँचिरहन्छन् सम्झना। जीवन आखिर एउटा कथा न हो, सकिए एउटा पाना, पल्टिन्छ फेरि अर्को पाना। Prashant, how many words did you find? 3. यसपालि चाहेर पनि तिमीहरूलाई सबैजना जमघट भएर बिदाई गर्ने अवसर जुरेन। त्यसैले क्लास 9सँग मिलेर तिमीहरूकै लागि भनेर सम्झना स्वरूप केही भिडियो मेसेजहरू तयार पारेको छु। आफ्नो स्कुले जीवन सकिएर जाँदै गर्दा आफ्ना साथीहरूले सम्झेर बनाएको यो भिडियोले पक्कै पनि तिमीहरूलाई खास महसुस गराउनेछ भन्ने आशा गरेको छु। हाई मोदिकी, तिमी चाहिँ मेरो लागि एकदम स्पेसल साथी हो। तिमी एकदम राम्रो छौ, मायालु र रिसर्च छौ। अब आउँदै गरेको एसीमा राम्रोसँग पढ अनि राम्रो अङ्क ल्याएर सफल हुनु। अनि तिमी जस्तो साथी पाउनुमा म आफूलाई भाग्यमानी ठान्छु। अनि अब पहिला हामी स्कुलमा धेरै मिल्थ्यो, सबै टिफिन आउँथ्यो। तिमी हामी जति नै टाढा भए पनि माया कहिले पनि नमार्नु होला। सम्झिराख्नु स्कुलको दिनहरू, सँगै चटपटी खाएको, खाजा खाएको, त्यो गरेको, यसो गरेको कहिले पनि नबिर्सिनु। सधैँभरि सम्झिराख्नु। तिम्रो आगामी आउने भविष्यमा तिमीले अझ राम्रोसँग पढ्नु होला। अनि पढ्नु, ठुलो मान्छे हुनु, कहिले नबिर्सिनु, हामी सम्झिराख्नु। आई रियली मिस यु। तिमीहरूसँग लामो समय सँगै बिताइयो, तर पनि तिमीहरूलाई राम्ररी बुझ्न सकिएन जस्तो लागेको छ। राम्ररी बुझिसक्न नपाउँदै छुट्टिने दिन आइसकेछ। सगर दाजु एकदम फ्रेन्डली हुनुहुन्छ। उहाँ साथीहरूसँग नि एकदम मिल्नुहुँदो रहेछ। साथीहरूलाई गाह्रो पर्दा सहयोग नि गर्ने, प्रोग्रामहरूमा सधैँ सहभागी हुने। उहाँ र म बोर्डिङदेखि सँगै पढेर आएको हुनाले म उहाँलाई आजको दिनसम्म गुड रिजल्टले सम्झिन्छु। दाइहरूको एसी पनि आइसक्यो, त्यही भएर म उहाँलाई विस गर्न चाहन्छु। अल द बेस्ट है दाइ, राम्रोसँग एसी दिनु होला। आयुष दाइ चाहिँ मेरो लागि ब्रदर फ्रम डिफ्रेन्ट मदर हो। उहाँ चाहिँ एकदमै सहयोगी हुनुहुन्छ र उहाँसँग मेरो छोटो समयमै धेरै राम्रो मेमोरिजहरू छ। पार्वती कुण्ड गएको, साङ्जेन गएको। पार्वती कुण्ड जाँदा नि एकदम धेरै रमाइलो भयो तपाईँसँग गएर। साङ्जेनमा नि मलाई गाह्रो हुँदा तपाईँले सहयोग गर्नुभएको कहिले पनि बिर्सिदिनँ। र हामी घरमा नि जहिले जुधेर बस्थ्यौँ, स्कुलमा पनि। अनि तपाईँले मलाई धेरै मोमो मनपर्छ भनेर तपाईँले मेरो नाम नि माइला दाइ राख्नुभयो। घरमा हामी चटपटी तपाईँ जहाँ पनि दिमागमा घुसाएर भन्नु होला। हेलो प्रवीणा, तिमी कहाँ छौ होला? अहिले हामीले भिडियो बनाउने समय तिमी काठमाडौँमा पुगिसक्यौ होला। यो भिडियो चाहिँ तिम्रो लागि। हामी होस्टेलमा सँगै बस्यो, सँगै खायो, धेरै ठाउँमा घुम्न गयो। हामी होस्टेलमा बस्दाखेरि राम्रो नि भयो होला, नराम्रो नि भयो होला। नराम्रो नलागा तिमीलाई? तिमीले मनमा लागेको कुराहरू सबै फ्याट्टै भनिदिन्थ्यो, त्यो चाहिँ मलाई धेरै राम्रो लाग्थ्यो। पढ भन्नु चाहिँ हामीले भन्नु पर्दैन होला तिमीलाई, हामी भन्दा नि धेरै नै राम्रो छौ पढेमा। अब आउँदै गरेको यो
परीक्षामा धेरै राम्रो नम्बर लिएर आउनु होला। यति भन्दै धन्यवाद। सफल दाइ चाहिँ एकदमै फ्रेन्डली अनि सबैसँग मिल्ने अनि उहाँले चाहिँ धेरै जो गर्ने गर्नुहुन्थ्यो। उहाँ चाहिँ कसैसँगले नरिसाउने अनि अरूलाई समस्या परेको बेलामा सहयोग गरिदिने। त्यही हो दाइ, अब तपाईँ यहाँ नपढे नि अब जुनसुकै ठाउँमा गए नि जुनसुकै देशमा गए नि राम्रोसँग पढ्नु होला, नाम जस्तै काम नि गर्नु होला, काम गरेर आफ्नो नाम राख्नु होला। अनि तपाईँलाई यो आगामी भविष्यको धेरै धेरै शुभकामना, मनले चाहेको सबै पुरा होस्। अनि आउँदै गरेको एससीको लागि पनि तपाईँलाई धेरै धेरै शुभकामना। तपाईँको परीक्षा चाहिँ राम्रोसँग सम्पन्न होस्। धेरै धेरै शुभकामना छ तपाईँलाई दाइ। यो मेसेज चाहिँ मेरो योगीको लागि हो। योगी तँ धेरै सोझो छस्, साथीहरूले जे भने त्यही मान्छस्, अरूको लागि मन नलाग, राम्ररी पढ, आमा बाबाले भनेको मान, आमा बाबा भने ठुलो केही हुँदैन। भन्नुपर्ने कुरो तँलाई धेरै छ, राम्ररी पढ, फेरि भेट्दै गरौँला। एसी नजिक आइसक्यो, अल द बेस्ट एसीको लागि। प्रशान्त लामाको लागि हो। हामी होस्टेलमा हुँदा झगडा गऱ्यो, सँगै बस्यो, रमाइलो गऱ्यो। अनि 11को बिल्ला उडायो, 11 लाखाटी लाखाटी हान्यो, उफ्री अनि हामी सम्झिन जाँदा पनि धेरै रमाइलो भयो। र पानी पर्दाखेरि हामी रेनकोट ओढेर हिँडेको चाहिँ कहिले नि बिर्सिँदैनौँ। अनि रमाइलो पनि गऱ्यौँ, फोटोहरू पनि खिच्यो। अनि अस्ति नागथली जाँदा पनि धेरै रमाइलो गऱ्यो। आइजनमा चरी गऱ्यो, उडी धेरै रमाइलो पनि भयो। अनि कहिले नि नबिर्सिनु, अनि कहिले नि झगडा नगर्नु अरूसँग। त्यही हो, अब एसी नि नजिक आउन लागिसक्यो। अनि अब एसीको लागि पनि बेस्ट अफ लक। अनि फ्युचरमा गएर चाहिँ आफ्नो भविष्य बनाउनु होला, सबैसँग मिल्नु होला, सधैँ सफल हुनु होला, सधैँ अगाडि बढ्नु होला। एसीको लागि गुड लक भन्न चाहन्छु। त्यही हो, धन्यवाद। हेलो दौजेल भाइ, मलाई लाग्छ त सधैँ छस् होला। तँ नहुँदा मलाई एउटा राम्रो साथी नभएको जस्तो फिल भएको छ। तेरो रुम चाहिँ मेरो लागि रमाइलो गर्ने ठाउँ थियो। हामी चाहिँ त्यहाँ मिलेर धेरै ड्रइङहरू बनाउँथ्यौँ, गेमहरू खेल्थ्यौँ र कहिले कहीँ राति तातो पानी नि जान्थ्यौँ। त्यो सबै कुराहरू चाहिँ मलाई धेरै याद आइरहन्छ। अहिले त सायद गाउँतिर छस् होला, जे भयो नि पढ्दै गर, पढ्न चाहिँ नछोड। त्यही हो, कन्ट्याक्ट गर्दै गर, राम्रोसँग पढ र एसीको लागि तँलाई धेरै शुभकामना छ। अल द बेस्ट। मेरो मेसेज चाहिँ रोशन दाइको लागि हो। साथीहरूबाट तपाईँको धेरै राम्रो कुराहरू सुनेर आउँछु मैले। र मेरो नजरमा तपाईँ धेरै राम्रो मान्छे हुनुहुन्छ। र यो आउँदै गरेको एससीमा तपाईँको रिजल्ट राम्रो होस् र हाम्रो 9 क्लासको तर्फबाट नि तपाईँलाई अल द बेस्ट छ। अरू त के भन्नु, तपाईँ पढाइमा धेरै ध्यान दिनु होला। अल द बेस्ट दाइ। हामी तपाईँलाई सधैँ सम्झिन्छु र तपाईँले पनि हामीलाई कहिले पनि नबिर्सिनु होला। मेरो यो मेसेज चाहिँ सुशील दाइको लागि। सुशील दाइ, तपाईँहरू होस्टेलमा हुँदा त रमाइलो हुन्थ्यो। तपाईँहरू जानुभएकोदेखि होस्टेल नै सुनसान भएको जस्तो लाग्छ। हामी होस्टेलमा सँगै बस्यौँ, सँगै खायौँ, सँगै खेल्यौँ। त्यो दिनहरू कहिल्यै बिर्सिने छैन। हामी होस्टेलमा हुँदा मुसा बिराले जसरी जुत्थ्यौँ, त्यो नि कहिल्यै बिर्सिने छैन।
तपाईँ अहिले यति बेला कहाँ के गर्दै हुनुहुन्छ होला? हामीलाई बेटिनी नाचिने जस्तो नगर्नु होला, हाँसी हाँसी बोलिदिनु होला। होस्टेलमा बस्दा तपाईँलाई केही राम्रो नराम्रो भन्यो होला, त्यसको लागि चित्त दुखेर चाहिँ नजानु होला। मैले केही नराम्रो भनेर तपाईँको मन दुखेको छ भने त्यसको लागि सरी दाइ। हामी होस्टेलमा हुँदा बल खेल्यौँ, तपाईँले मलाई हानिदियो, ठिस्काइदियो, रुयो, तपाईँले फकाउन आउनुभयो अनि म त्यसपछि मुसु मुसु हाँसेँ, अनि फर्किएँ अनि फेरि रुएँ अनि फेरि फर्किनु भयो। तपाईँले मलाई बाई बाई भनेर त्यस्तै कुरा भनेर म हाँसिरहेँ। त्योहरू कहिल्यै बिर्सिने छैन। तपाईँ गेममा धेरै राम्रो हुनुहुन्छ, भलिबलमा। तपाईँ पछि जुन परिस्थिति आए पनि त्यो खेल कहिल्यै नछोड्नु होला दाइ। सधैँ अघि बढिरहनु, त्यो खेलेर तपाईँ ठुलो मान्छे बन्नु, पढेर नि ठुलो मान्छे बन्नु, एससीको लागि नि तयारी गर्नु। अब त्यस्तै हो दाइ। अब हाम्रो बेड हुन्छ कि हुँदैन थाहा छैन। तपाईँ धेरै टाढाबाट आएर पढ्नुभयो, त्यो छोटो समय पनि धेरै राम्रो सम्बन्ध बन्यो, त्यसमै खुसी छु। टाढा भए पनि कहिल्यै नबिर्सिनु, यो बहिनीलाई माया नमान्नु। तपाईँको बाँकी जीवन सधैँ फलिरहोस्, फुलिरहोस्, यो बहिनीको धेरै धेरै शुभकामना छ दाइ। विशेष गरी राहुल दाईको लागि, आउँदै गरेको एससीको लागि राम्रोसँग पढ्नु होला। हुन त राम्रोसँग पढिरहनु भएको छ भन्ने सुनेको थियो। अझै राम्रोसँग पढ्नु होला अनि राम्रोसँग एक्जाम दिनु, स्कुलको नाम राख्नु होला। त्यो बाहेक आउने दिनहरूको लागि पनि तपाईँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि तपाईँको बाँकी जीवन सुखमा बितोस्। हेलो प्रशान्त दाइ, हामी 9th क्लासको तर्फबाट तपाईँहरूलाई भिडियो मार्फत बिदाय गर्दैछु। तपाईँको लागि केही मेसेज सोध्दैछु। तपाईँले सोचेको कुराहरू सबै पुरा होस्, जीवनमा कहिले दुःख नपरोस्, प्रगति हुँदै जाओस्। एससीको लागि अल द बेस्ट। हेलो मामा रिस्मान, आजभोलि तपाईँ कता हुनुहुन्छ? काठमाडौँमै हुनुहुन्छ कि कता हुनुहुन्छ? तपाईँसँग नबोलेको नि धेरै समय भयो। तपाईँ हस्पिटलबाट निस्किएको भनेको सुनेको थियो। तपाईँको हेल्थ राम्रो भयो कि भएन? तपाईँ धेरै समय भयो स्कुलमा नआउनु भएको। एससीको लागि कतिको तयारी भइरहेछ? तपाईँको प्यारो भान्जीको तर्फबाट तपाईँले एससीको लागि शुभकामना। धन्यवाद। विदाई स्वरूप तिमीहरूलाई बाँडेर कहिल्यै नसकिने माया र दिएर कहिल्यै नसकिने शुभकामना छ हामी सबैको तर्फबाट। तिमीहरूको जीवन फलोस् फुलोस्, देखेका सपनाहरू सबै साकार हुन्, कुनै पनि सपना आधा अधुरा नहुन्। भविष्यमा जो जहाँ जहाँ भए पनि जे बने पनि एउटा असल मान्छे बन्नबाट चाहिँ कहिल्यै वञ्चित नहुनु। आउँदै गरेको परीक्षाको लागि पनि तिमीहरूलाई धेरै धेरै शुभकामना।